सानो भाइ बहिनीहरु क्लोज बटन थिच्नु होला। अस्ति 2 वटा गीत रिलिज भएको थियो नि, सुन्नु भयो कि भएन? सुन्नु भएको छैन भने पहिला सुन्नुस्। गीत लेखिने पनि अरु शब्द पाउनु भएन कि के हो? एउटै छ त लिरिक्स। त्यो गीत र यो गीतमा फरक के थाहा छ? उतापट्टि बाख्री बाख्री छ, यतापट्टि बोकै बोका छ। अनि मुनि कमेन्ट सेक्सनमा पुरा जोदिरहेछन्, यसले यसको कपी गर्यो, हैन उले चाहिँ कपी गरे हो भनेर। फ्यानहरुकै लडाई हुने भयो यार, ग्याङ फाइट हुने भयो। गीतमा गएर कमेन्टहरु न, एलिना चौहानको गीत चोर्यो, एलिना चौहानको गीत चोर्यो, यत्रो हो चोर्यो। चोर्न त चोर्या हो नि हैन? चोरेको हो, तर उनीहरुले चोर्यो। कसरी चोर्छ उनीहरुले? पहिला उनीहरुकै आको भएछ त भिडियो त तपाईको ल मेरो भन्दा अगाडि निकाल्नु। अडियो प्लेटफर्ममा 19 जनवरी 2024 मा हालेछु। उहाँहरुले यो भन्दा 4 दिन पछाडी हाल्नु भएको छ। कसरी चोरी भयो? मलाई चाहिँ यो गीतहरु लिक हुनुमा, शब्दहरु लिक हुनुमा हैन स्टुडियोहरुको हात जस्तो लाग्छ के। कुन सुलसुले त्यो स्टुडियोमा पुग्यो कुन? नेपाली शब्द हो नि, अलिअलि त मिलिहाल्छ। उनीहरुले नेपाली शब्द हामी युज गर्न नपाउने भनेर भन्छ भने यिनीहरुलाई म मुद्दा हाल्छु। विश्राम कार्कीले उक्त गीत आफ्नो कट्टा हानिदिन्छु हुबाउ चोरी भएको भन्दै त्यसलाई मुद्दा दर्ता गरेका छन्। मुद्दै हाल्नु भएको चित्तो दुख्छ नि त, मेरो पनि मन हट हुन्छ नि हामीलाई। आफ्नै निजी दायरा जस्तो गर्नु भयो त। सान्दिन्छु मान्दिन मान्दिन्छु यो शब्दहरु हटाउनु। के गर्ने त अब? कट्टा हानिदिन्छु प्रयोग गर्न पाइएन। कट्टा हानिदिन्छु शब्द युज गर्न पाइँदैन भन्नुहुन्छ। अब त्यो गीतमा कट्टा हानिदिन्छु शब्दलाई हटाएर यस्तो गाउनु पर्यो। तिमीले धोका दियो भने म कसम कट्टु तान्दिन्छु, मैले कट्टु तान्दिन्छु। अगाडिको कट्टा हानिदिन्छु र यसमा फरक के छ? अगाडिको कट्टा हानिदिन्छु गीत अलि सुन्न लायक थियो। तपाईहरुको त के हो? सुन्नै मन नलाग्ने छ त। त्यही माथि झन् यो र्याप के हानेको? आइसक्यो तेरो दाइ अब भाग भाग, छुट्टै पहिचान छ मेरो अलग छाप। यो भन्दा दुर्गेश थापाको गीत। त्यही त, यो भन्दा त दुर्गेश थापाकै गीत राम्रो हुन्छ यार। दुईवटा कट्टा हानिदिन्छु गीत मैले तपाईहरुको यो चाहिँ भएन क्या। भ्युजले पनि भन्छ है मोडलले भित्तामा कट्टा हानिरहेछ पुरै यसरी हैन। यो कट्टा हानिदिन्छु माने हैन, मोडललाई स्याक अगाडि च्याप कम्परा समाउने हैन, त्यसपछि कट्टा हानिदिन्छु भन्नाले अनि अरे कट्टा हानिदिन्छु पुरा द्याबे हैन, त्यो पनि चल्थ्यो। त्यसरी हैन, गीतै राम्रो भएर चल्या हो। हावा गर्न नगर्नु। अलि सेक्सी कुराहरु मात्र बढी गर्छन्। कट्टा हान्ने शब्द भनेको कसैको बहुप्य होइन भन्नुभयो। यो कुराले गर्दा चाहिँ मलाई हट भएको हो त। मेरो गीत चोर्यो भन्नुहुन्छ, तर मेन डायलग कट्टा हानिदिन्छु तपाईहरु सबले चोर्या हो नि त। कट्टा सबले कट्टा कट्टा भन्नुभयो। त्यो कट्टा हानिदिन्छु डायलग फेमस गर्ने को हो थाहा छ? कट्टा हानिदिन्छु एक हिसाबले भने सोनिका रोगाले फेमस गरा हो। कोले भन्यो सोनिका रोगाले फेमस गराएको भनेर? कट्टा हानिदिन्छु भनेर भन्ने को हो पहिला? मैले भनिसके थिए। हजुरले भन्दा पहिला साकार दाइले भनिसक्नु भएको थियो। म त पकर मुजी गोली हान्दिन्छु तलाई। कट्टा हानिदिन्छु एक हिसाबले भने सोनिका रोगाले फेमस गरा हो। हेर्नु त दाइ, हजुरले फेमस गराएको डायलगलाई सोनिका रोगाले फेमस गराएको। त्यसलाई म कट्टा हान्छु। के हो यो कट्टा हान्नी भनेको? कट्टा भने पनि थाहा छैन त्यसलाई। थुक कट्टा हान्दे, कट्टा हान्दिन्छु भन्ने कुरा चाहिँ गलत मेसेज जान्छ। तैले खुकुरी खानेवाला छ। खुकुरी र तरबारको वकालत गर्ने। तैले खोडा खान्छस् है तर। खुकुरी चलाउँछु, खोडा चलाउँछु, रक्तपात गर्छु भन्न पाइदैन। खुकुरी हान्दिन्छु रन्डीको बा। गर्नुस् है त। मान्दिनेलाई मान्दिने हो, सान्दिनेलाई हान्दिने डायलग जगिसन बस्नेतको हो। हो अनि कट्टा हानिदिन्छु डायलग सागर दाइको हो। कट्टा हान्दिन्छु प्रयोग गर्न पाइएन। हेर्नु दाइ, हजुरले फेमस बनाएको डायलगलाई युज गर्न पाइँदैन। यसै कट्टा हान भन्यो माछिङ ने। दाइले माने नि भोलि फिल्म घोषणा गर्न तयार छु। फिल्मको टाइटल चाहिँ कट्टा हानिदिन्छु। अब मेरो फिल्मको नाम कट्टा हानिदिन्छु। उहाँले चाहिँ आफ्नो फिल्मको नामै कट्टा हानिदिन्छु राख्नु। कट्टा हान्देलाई माछिङ ने। ओरिजिनल कट्टा जगिसन ल्याउँछ। त्यसो भए एउटा गीत गाउनुस्। गुड। सान्दिनेलाई सान्दिन्छु, मान्दिनेलाई मान्दिन्छु, धेरै बढी पुलिस भन्ने कट्टा हानिदिन्छु। स्वर पनि मेरो गेडा जस्तो। त्यो माछिङ लाडे रहेछ नि मान्छे। माछिङ नि लाडे हैन, लाडे नै रहेछ मान्छे। लाडो देखाइदिन तलाई मेरो। ठुक्का माछिङ रन्डीको छोरा। रन्डीको छोरा को होस्? म डन। त रन्डीको छोरा होस्। त रन्डीको छोरा होस्। म करोडपतिको छोरा हो भने। फुर्ती लाउँछ। मेरो बाउसँग करोडौ छ। सालाले फुर्ती लाउँछस्। फोन हान्नु मेरो बाउलाई अहिले। अहिले फोन गर्न पैसा लाग्छ मेरो बाउसँग कुरा गरे। लिएर तेरो बाउलाई म भेट्न तयार छु। न्यू नखोज है। ओपन च्यालेन्ज दिएर छु। सिंगल भने सिंगल, ग्याङ भने ग्याङ। हेरे न्यू नखोज्नुस्, दाइ फेरि मान्छे हरामी हुनुहुन्छ नि। ए छोरा हो, तेरो नाम के हो? मसँग बोल्न नआइज। नाम भन, नाम भन, नाम भन, नाम भन, नाम भन। सुब्लाग। नाम भन ए पहिला तेरो बोली सुधार। ओए माछिनी खाते। मलाई मुख नछाड। ए मुजी तल के मतलब? चुप लाएर बस। ओए चुप भन्छस्? नरिसा। माछिनी साला खाते। लिडर बुद्धलाई गाली गर्छस्। के? माछिङ सरी भन्या। तेरो बाउले गएर आफै सरी भन्। चुपचाप सरी भन्नु है। फेरि दाइ को चिन्नु भएको होला नि? यो को हो यो? दादा हो दादा। यो मुखको दादा हो यो हैन? रियल दादा हो माछिङ। यसको दादागिरी म झार्दिन्छु। के गर्छस्? साला फुटी गरेर हान्दिन्छु। ओए रन्डीको बान। के? अब खानेवाला छस् कट्टा बुझी। आन अगाडि आन। मेरो केटाहरु तेरो घर आउँदैछ यस्ता साला यो रन्डीको पानहरु मिलाउनु हैन? खाते साला देर बोल्छस्। अगाडि आन ओए खाते। तलाई कट्टा हान्न मेरो केटाहरु आउँदैछ। हान्दिउ माछिङ आइज। कम छ तिम्रो? के छिराइदिन्छु रन्डीको छोरा आइज। कट्टा हान्न आउनु पर्यो। आइज। मैले भनेको ठाउँमा तेरो एरियामा आएर म भेट्छु। आइज। कहाँ भेट्ने हो? भगवान पाउ थाहा छ तँलाई? थाहा छैन त मलाई के थाहा? स्वयम्बुमा छ माछिङ ने। ओके। स्वयम्बुको मुजी भगवान पाउ चोकमा आइज। कट्टा हानेर मार दे। त्यो त परेरै थाहा हुन्छ। तँलाई अगाडि भेटेन तँलाई मै लडाइदिन्छु के तेरो मुजी। साला खाते साला। खाते साला। नाम छ भने हैन अगाडि आइज। अर्के त मुजी। अगाडि आइज। अगाडि आउँछु म मुजी। अगाडि आइज। माछिङ ने।
22 म आउँदैछु आइजो कट्टा हान्नेहरूलाई म्याच नि हान मलाई कट्टा म्याच